गाइस गुड मर्निङ। हामी चाहिँ आज लिकु खोलातिर है रामे छाप यहाँ गाडी नचढाएर हाम्रो भाइले गएपछि अगाडि बाटो बनाउँदै हुनुहुन्छ होइन। यस्तै हो बिचोक भएको छ तनाव। यस्तो बाटोमा पनि गाडी लिएर आएर हुन्छ यार है। हुन त पैसा सजिलो ठाउँमा फल्दैन होइन। गाइस हेर्नुहोस् त लिकु खोला। यो त लिकु खोला है गाइस। यो निकै ठुलो खोला हो तर हाइड्रोले गर्दाखेरि सबैतिर हाइड्रोले गर्दाखेरि पानी सुकेर हेर्नु न केही छैन। नेपालको लगभग नदी नाला खोलाहरू जति पनि छ बिजुलीको नाममा सबै मासिसके। जता गए पनि पाहाडतिरको खोलाहरू कहीँ केही छैन न। अब भनौँ न एउटा कुलोमा परिणत भइसक्यो कि हाम्रो लगभग हिमालबाट बगेर आउने पानी खोलाहरू पनि सुकाएर हेर्नुहोस् न नालीमा परिवर्तन एउटा कुलोमा परिवर्तन गरेको छ। सक्यो देश बेचेर सक्यो। हामी चाहिँ अहिले रामेछापमा छौँ है गाइस। यता पारी ओखलढुङ्गा है जस्ट अहिले हामी भएको ठाउँ चाहिँ अब यो हामी भनौँ न हामी उभिएको ठाउँ हाम्रो गाडी भएको ठाउँ यतापट्टिको चाहिँ रामेछाप। अनि यो खोला ठ्याक्कै लिकु खोला पारिपट्टि यो सबै देख्नुभएको चाहिँ यो पुरा ओखलढुङ्गा है। पारिपट्टि ओखलढुङ्गा कस्तो छ गाइस भ्यू लगायत। अहिले चाहिँ हामी ठ्याक्कै रामेछाप वारी रामेछाप पारी ओखलढुङ्गा ल यो खोला है सीमामा वारी पारी ओखलढुङ्गा वारी रामेछाप है त गाइस। हिजो 2 बजीदेखिको यात्रा सुरु छ खिची फलाँटेको होइन। अहिले लगभग 8 साढे 8 बज्यो तर अहिलेसम्म हामी अहिलेसम्म गन्तव्यमा पुगेका छैनौँ होइन। बाटो चाहिँ लास्टै छ धराएको छ होइन। गाडी चढ्दैन हतापता डबल गराउने गाडी बाटो बनाउनुहुन्छ हाम्रो भाइले गुरुजीले होइन। यस्तै है गाडी। माथि हेर्नुहोस् न उहाँ डाँडामा एउटा बिजुलीको पोल देख्न सक्नुहुन्छ सबै हाइड्रोको हो। यता पनि टन्नै छ हाइड्रो। यहाँ मुनि पनि रहेछ 2-3वटा अझ माथि पनि छ अरे 2-3वटा हाइड्रोले गर्दा चाहिँ हेर्नुहोस् त खोलाको हालत ल गाइस।